हेलो चेक चेक हलाउने सेपलाई धेरै माया गर्नु होला त परबाट आइयो कमाउनुको लागि अब दुःख अनि घरको कतिको याद आउँदैछ त आउँछ अब ठिकठाकै नाइस टु मिट यु ओके 2 वर्ष भइसक्यो यो पालिसँग 3 वर्ष हुन्छ अब यो राति हुँदै ब्लग किन बनाउँदैछु भने नि त हैन छोरा मान्छेको जिन्दगी चाहिँ एकदमै खतम जस्तो लाग्छ मलाई हैन हो कि हैन हिजो कहाँ थियौँ आज कहाँ छौँ गाउँदेखि टाढा कमसेकम पनि 5 दिनको बाटो आएको छौँ हामी के को लागि आएको भने हामी यही पैसा कमाउनु भनेर आएको हैन र टेम्परेचर पनि यति हाई छ नि यहाँको के भन्नु गर्मी बहुत छ सेप खतरनाक गरम छ के गर्नु अब आफ्नो फ्यामिली पाल्नुको लागि त अब गर्नै पर्छ यो सब छोरा मान्छे भएर हार मान्नुहुन्न है र मसँग आएको छ मेरो भाइहरू पनि भाइलाई नि म देखाउँछु है यहाँ हाम्रो शङ्कर भाइ हेलो अनि कस्तो लाग्दैछ राम्रै लाग्दैछ तर गर्मी बहुत छ सेप हो तर अब के भन्नु जाँदाखेरि हलाउने सेपलाई हेलो चेक चेक हलाउने सेपलाई धेरै माया गर्नु होला तपाईहरू अनि तपाईहरुलाई काम चाहिन्छ भने हलाउने सेपलाई कन्ट्याक्ट गर्नु होला हाम्रो लखन भाइ भाइ हजुर के गर्दैछौ राति हुँदी मोबाइल हेर्दै बस्दै रहेछौ हैन हजुर कसैसँग अनि बोली चाली अब कतिको एक्साइटेड छौ यहाँ आएर कस्तो के भइरहेछ तिम्रो फिलिङहरू हल्का सेयर गर्देऊ हजुर फिलिङ अब के भन्नु होइन त्यस्तै चलिरहेछ जिन्दगीको अब परबाट आइयो कमाउनुको लागि अब दुःख सुख मानिहरी कमाउँछौँ हामी अब घरको पनि याद आउँछ जलजलको मलाई बेसी भन्दा चाहिँ मेरो मम्मीको याद आउँछ हजुर अब त्यही अब बेलुका साँझ पऱ्यो भने नै मम्मीले बोलाइहाल्नुहुन्छ खानापिना खानुको लागि यहाँ त छैन त्यस्तो अब यहाँ आयो आफू ड्युटी आयो यता गयो उता फेरि यहाँ त्यस्तै अब चलिरहेछ जिन्दगी एकजना यहाँ बसिरहेछ विक्रम भाइ मोबाइल जिन्दगीमा हल्का सेयर गर्नु पर्यो कतिको घरको याद आइरहेछ यो परदेशमा आएर बहुत टाढा आएको छौँ कस्तो के लाग्दैछ यहाँको खानापिना भनिदिनु पर्यो बा मम्मीलो लाग्दैछ खानु चाहिँ ब्रेकफास्ट चाहिँ भएन अरू भात त भेटिँदैछ त्यही पनि अमिलो अनि घरको कतिको याद आउँदैछ त घरको अब कतिको याद आउँछ अब ठिकठाकै पेर एन्ड सुल्लो बिसिङको नि सुपर हिर्के नाइस टु मिट यु ओके हेलो भाइ हेलो नमस्ते नमस्ते अनि के गरिँदैछ त यो स्विमिङ पुलमा बसेर स्विमिङ पुलको नजारा हेर्दै चिसो हावा आइरहेछ अहिले पुरा त्यही खाँदै बसिराखेको छ गाइस अनि हाम्रो भाइलाई पनि हल्का एक दुईवटा कुराहरू सोध्नु पर्यो होइन घरदेखि टाढा आएको छौँ हामी केही पैसा पाती कमाऊँ भनेर अनि यहाँ आएर कस्तो के लाग्दैछ त भाइलाई पनि यहाँ आएर त अहिलेसम्म त ठिकै लाग्दैछ भनौँ हो कि अब बाहिर आइएको छ 4 दिनको बाटो लिएर पैसा कमाउनु भनेर आइएको अब गरम ठन्डा त हर जग्गा हुन्छ तमिलनाडुमा अहिले फिलहाल गरमको सिजन हो यो टाइम त आसाममा पनि गरम नै छ अरे कि फिलहाल आउँदा मलाई त्यस्तो केही नराम्रो त केही लागेको छैन म 2 वर्ष भइसक्यो तमिलनाडुमा काम गरेको यो पालिसँग 3 वर्ष हुन्छ अब टक्रक्कै घरको कतिको याद आइरहेछ र याद त आउँछ नि घर गाउँ भनेको घुरी डुली खाने जग्गा हो बाबुआमाको कतिको याद आउँदैछ बाबुआमाको पनि त्यही याद त आउँदो रहेछ अब बुढाबुढी हुनुभएको छ घरमा काम गर्दै हुनुहुन्छ अब घाँस र यहाँ कहाँ गयो भन्दै खोजेको त यहाँ आएर बसिरहेको रहेछ अनि कस्तो के लाग्दैछ भन्दै यहाँ आएर कस्तो लाग्छ फर्स्ट टाइम मेरो त यति टाढो अनि होटेलहरू त रमाइलो रहेछ तर मेरो चाहिँ फास्ट हो त्यही कारण अलिक विरक्त लाग्दैछ मलाई हो मोबाइल सोबाइल पनि छैन अहिले चलाउँदै टाइम पास गर्नुहुन्थ्यो अनि खानापिना कस्तो के लाग्दैछ खानापिना नयाँ अब इडली डोसा त कहिले खाएको थिएन साम्बारहरू अनि अलिक नराम्रो लाग्दैछ ल ठिक छ बाई बाई भन्दै बाई